ल बिहानीको सुरुवात चाहिँ मेरो टक्क अब गोरु नारेर भइरहेछ हैन। म यता घाम पनि लाग्यो। आज के गरेर आँटेको भन्दाखेरि धानको बियाड राख्नु पर्ने छ क्या। आज धानको बियाड राख्ने हो, त्यही भएर जोत्नु पर्ने छ अब। यो घाम चाहिँ निकै बबाल लागिरहेछ। यो बेलामा चाहिँ ठक्क माथिबाट ड्रोन सर उडाउनु पाएँ है, खतरा देख्थ्यो होला। फेरि अब यिनीहरूलाई नार्छु अनि त्यस पछाडि यो घरमा बियाड राख्ने हो क्या। बियाड वार पार यसलाई नार्छु है त म अब एकैछिन। ए टक्क लाएर म चाहिँ अहिले तेरो भनेको होइन जोतिरहेको छु। लेभलका भन्दा घाम हेर्नुहुन्छ भने नि अब्बोई आज त नि फेरि मारेको छ यार घामले। हिँड्छ ए सानो छ जा एकछिन बस। यो हेर्नु त बबाल छ नि होइन। अब यहाँ धानको बिउ छर्छ, चाहिँ त्यहाँबाट फेरि स्याउला काटेर फेरि पुर्नुपर्छ क्या, अनि मात्रै धानको बिउ राखिन्छ। ट्याक्कै अब 1 महिना पछाडि धान रोपाइ हुन्छ होला सायद हाम्रोतिर, असार 20, 22, 25 तिर मात्रै, किनकि पानी ढिलो निक्लिन्छ। ल अहिले चाहिँ यहाँ जोतिसकेपछि टक्क लगाएर यहाँनिर अब पटा लगाइदिने हो क्या। सरर हो चिल्लो हुन्छ है त। ल पटा लगाउँछु है त म। पटा लगाइसकेर भेट्नुपर्छ फेरि। ल फाइनल लुक्स चाहिँ चिल्लो भइसक्यो अहिले। अब यसमा धानको बिउ सरर छर्किन्छ अनि स्याउलाले झ्याम छोपिदिने हो क्या परबाट। भ्यू हेर्नुहोस् न, आम्बो बबाल छ है। हरियो घाम खतरा लागिरहेछ, आकाश पुरै निलो।